चाहिँ अब त्यो क्रिस्चियन होस्टेल भएकोले मैले यीशु क्रिस्टको है चर्चहरू जानु थालेँ। अब अलिअलि गर्दै चिन्न थालेँ कता कता अब होइन। तर उहाँ चाहिँ एउटा राम्रो काम चाहिँ भयो, मैले है उहाँलाई चाहिँ अब को के हो भनेर चिनेँ होइन। तर अर्को के चाहिँ भयो भन्दाखेरि त्यहाँबाट चाहिँ मैले अब स्मोकिङहरू गर्नु थालेँ होइन। नराम्रो बानी पनि अब लाग्दै गयो क्या त्यहाँबाट है। बिस्तारै अब नराम्रो कामहरू होइन, नराम्रो सोचाइ हेराइ सबै अब सुरु भयो होइन, साथी सङ्गतिहरू लाग्नु। त्यहाँबाट चाहिँ बिग्रिँदै गयो। अन्त मेरो मनमा चाहिँ कस्तो भयो, अब पहिला त आफ्नो मनमर्जीले हिँड्ने होइन घरमा, त होस्टेल अचानक बस्दा चाहिँ हामी कस्तो हुँदो रहेछ अब सबै अब जे मैले सोचेको थिएँ होइन, मेरो आमा बाउ जस्तो हुनुपर्ने, संसार जस्तो हुनुपर्ने होइन, मान्छेहरू जस्तो हुनुपर्ने, त्यो अनुसारले चाहिँ हामी हुँदैन नि त के पनि। हामीले भनेको जस्तै नहुँदाखेरि चाहिँ के हुन्छखेरि हामीले भनेको के हुन त एउटा खालीपन भन्ने हुँदो रहेछ क्या है, एउटा वाइडनेस भन्ने हुन्छ है। अन्त त्यही मेरो मनमा त्यही लन्लीनेस वाइडनेसहरू हुन थाल्यो। भनेको जस्तो त केही हुँदैन, गीतहरू सुन्छु त्यस्तै हुन्छ हो। अन्त त्यसले चाहिँ के भयो भन्दाखेरि अब त्यो चिजलाई चाहिँ मैले केले भर्नु थालेँ, ड्रग्सले है, नसाले पानले चाहिँ त्यो चिजलाई चाहिँ मैले भर्नु कोसिस गरेँ है, मजा कुराहरूले होइन। अन्त मैले अब रिलेसनहरू पनि बहुत मैले ट्राई गरेँ होइन। अब यस्तो लाग्थ्यो सबैले धोकै दिइरहेको जस्तै लाग्थ्यो होइन। अब मेरोमा अहिलेसम्म मैले अस्तितिर गन्दै थिएँ, मेरो गर्लफ्रेन्ड अब मैले रिलेसन मात्रै अब 26-27जनासँग रिलेसन बसिसकेको मान्छे हो। अन्त कोहीसँग पनि अब एउटा त्यो भएन क्या एउटा है। अब म त माया गर्न अब धोका मात्रै पाइरहेको होइन। अन्त यति अब घिनलाग्दो भइसकेको थिएँ म अब होइन, कि अब कस्तो खालके अब घिनलाग्दो भइसकेको थिएँ। अब आफ्नै आमा बाउले पनि होइन यस्तो साह्रो नसामा डुब्दै गयो, किनकि अब धोका पाइरहेको थिएँ, आफूले भनेको जस्तै भएको थिएन होइन। आफ्नै आमा बाउले पनि के त मरिहाल्नु नि, यो त चाहिँ के खालके भइसक्यो हाम्रो छोरा त होइन, के कामको छैन। अब त्यहाँबाट चाहिँ मैले यस्तो बुझेँ कि अब मान्छेहरू चाहिँ यति सर्ती हुँदो रहेछ है, कि आफ्नै आमा बाउले पनि अब होइन भनेको जस्तै छोरा भइँदैन भन्ने होइन, छोरा काम लागेन भने चाहिँ त्यो छोरा पनि तिनीहरूले त्याग्नु चाहिँ तिनीहरू हुँदै रहेछ क्या अब आफ्नै आमा बाउ पनि होइन। अन्त मैले चाहिँ त्यहाँबाट चाहिँ असल कुरा बुझेँ कि अब है हाम्रो परमेश्वर जुन हुन्छ है, अब यति मेरो मसँग दुर्घटना भएको छ, एक्सिडेन्टहरू भएको छ, म मरेको झन्डै मरेको मान्छे पनि हो म होइन। यति साह्रो भइसकेको जो लकडाउनको टाइममा है मैले अब आफ्नो चेन्जेस ल्याउन एकपल्ट ट्राई पनि गरेको थिएँ। म 1-1.5 वर्ष नखाइ बसेको थिएँ। त्यति बेला मैले बिहा गर्नु आँटेको थिएँ होइन। अन्त एउटा पुरा ट्रस्ट गरेको थिएँ एउटा केटीलाई, तर त्यो केटीले चाहिँ मलाई यस्तो खालको धोका दिएँ होइन। त्यहाँबाट चाहिँ फेरि म भाङभुङ भयो, भातरुङ्गे भइदियो। अन्त मैले चाहिँ सोचेँ अब चाहिँ म मेरो जिन्दगी चाहिँ बर्बाद गरिदिन्छु भनेर चाहिँ मैले सोचेँ होइन। अन्त त्योभन्दा 1 वर्ष चाहिँ यति डरलाग्दो चाहिँ मैले खाइदिएँ, यति डरलाग्दो चाहिँ अब बिग्रिदिएँ होइन। अन्त अब नेपालतिर गइदिएँ होइन, आफ्नै धुनमा तालमा थिएँ होइन, सोजहरू गरिरहने। अब त्यति बेला कमाउँथेँ पनि, तर अब भोलि पैसा कहाँ जान्थ्यो थाहै पनि हुँदैन होइन। निकै कमाउँथेँ, सबै राम्रो थियो होइन, घरबाट पनि निकालिदिएको होइन। अब यस्तो जिन्दगी भइसक्यो। अन्त मैले चाहिँ यस्तो चाहिँ बुझेँ होइन, उहाँले कहाँबाट पनि मलाई चुन्नु भयो है। किनकि अब मेरो साथीभाइ पनि थियो, मेरो पार्टनर पनि, तिनीहरू सबै अहिले हेरेर मरिसक्यो क्या, तिनीहरू सबैजना मरिसक्यो है। कोही अब रियाबतिर छ, कोही जेलतिर छ, कोही चाहिँ मरिसक्यो, कोही चाहिँ पागलखानातिर छ। तर म चाहिँ आज यहाँ छु होइन। म चाहिँ एकदम धन्यवाद दिन्छु। अन्त मैले चाहिँ एउटा बाचा गरेँ कि अब यो स्टेजतिर चढ्ने होइन, संसारिक गीतहरू गाउने, किनकि अब मैले कमाएँ, अब धेरै त्यहाँबाट कमाएँ मैले होइन, पैसा कमाएँ। तर भोलिको दिनमा त्यो पैसा कहाँ जाने हो। अन्त आजको दिनमा मलाई मेरोमा केही छैन, तर परमेश्वरले मलाई सानोबाट दिइराख्नु भएको छ। म घरमा बसी मेरो पैसा आइरहेको छ क्या। अब महिनाको अब आज 30 तारिक होइन, यति बेला त के पैसा हुँदैन। म आमा बाउसँग माग्दै गरेको हुन्छ अब पैसा चाहिँ। आजको दिनमा चाहिँ अब पैसा छ मेरोमा है। अब परमेश्वरले चाहिँ आशिष गर्नुभएको छ मलाई आजको दिनमा है। त्यसमा म एकदमै धन्यवाद दिन्छु है। मेरो मण्डलीमा माथि है एकदम मलाई सपोर्ट गर्नुभएको, त्यसमा धन्यवाद दिन्छु। अन्त मेन चाहिँ हाम्रो पास्टर बाबा, पास्टर आमासँग एकदम धन्यवाद दिन्छु है, मलाई धन्यवाद दिन्छु। अन्त यो गीत चाहिँ है म जब मैले होस्टेल टाइमदेखि नै सुन्दै आएको, यो गीतले चाहिँ मलाई धेरै प्रेरित गरेको छ है। अन्त मसँग हेभी रिलेट पनि छ यो गीत चाहिँ है। हेलो हेलो माइक चेक, हेलो हेलो टाइम लाग्यो, सरी। आज तपाईँको लागि 1 घन्टा छुट गर्नुहोस्, आज रुनुहोस्, कराउनुहोस् आज गवाई।
पहिला अब ब्यान्डतिर गिटार बजाउँथेँ, गिटारिस्ट हो म। तर त्यति गीतहरू म गाउँदिनँ है, केही भुलहरू भयो भने चाहिँ क्षमा गर्नु है। अगाडि अगाडि हेलो माइक चेक। हेलो। यो गीत चाहिँ एकदम खास गीत छ। चुपके चुपके
हालेलुया जोरदार ताली है प्रभुले आशीर्वाद दिनुभएको होस् है यति मिठो हृदय छुने कि हरेकको हृदय छुयो कतिको आँखामा आँसु नआए तापनि हृदय त पक्का छुयो है किनभने हाम्रो होस नै उठिरहेको थियो उहाँको यो मिठो आवाज र उहाँको त्यो भजनको हरेक शब्दबाट चाहिँ है परमेश्वरले आशिष दिएको होस् अनि हाम्रो जयको जीवनमा चाहिँ प्रभुको यति साह्रो अनुग्रह खनिएको होस् कि भोलिको दिनमा जुन गवाईको साथमा आउनुभएको छ योभन्दा अझै बढिया गवाईको साथमा उहाँलाई प्रभुले खडा गर्नुहुन्छ हरेकको अगाडि उहाँ एक उदाहरणीय बन्नुहुनेछ आमेन हालेलुया एकदमै धन्यवाद है एकदमै हृदय छुने इमोसनल अनि अति नै मिठो आवाजमा यो चाहिँ केवल प्रभुले दिनुभएको वरदान हो अनि यो वरदानलाई आज उहाँले वेदीको अगाडि आएर उहाँले भन्नुभयो कि अब उहाँ संसारमा गाना गाउँदिन भनेर आमेन यो चाहिँ उनी यहोवा निस्सीको मतलब चाहिँ हो विजयको परमेश्वर उहाँले आफ्नो छोरालाई विजयतर्फ लानुहुँदैछ आमेन उहाँको हरेक शब्दद्वारा चाहिँ परमेश्वर चाहिँ उच्चलिनु भएको छ आमेन प्रभुले आशिष दिनुभएको धेरै धेरै धन्यवाद है फेरि एकपल्ट जोरदार ताली बजाउन चाहन्छु थ्याङ्क यू भन्न चाहन्छु अनि विशेष गरी म हिजो ब्याप्टिजम जसले लिनुभयो यदि कसैले तपाईँहरूले केही भन्न चाहनुहुन्छ अगाडि आएर या गवाई दिन चाहनुहुन्छ भने म हिजो पहिलो हाम्रो ब्याप्टिजम लिने कसैलाई समय दिन चाहन्छु तपाईँहरू आएर के भन्न चाहनुहुन्छ ब्याप्टिजम विषय हुन्छ म जबरजस्ती गर्दैन तपाईँहरूलाई अगुवाईको अनुसारको कुरो हो यो अनि यो समय चाहिँ हुन्छ आशिषको समय एकदमै हामी यहाँ समय भइसकेको छ हामी दौडिनेछौँ तपाईँले 2 मिनट समय लिइदिनुहोस् होला सबैलाई जय मसीह सर्वप्रथम परमेश्वरलाई धन्यवाद है अनि यहाँ भएको सबै अनि परमेश्वरको जनहरूलाई परमेश्वरको आशिष भएको छ है आज हामी यति है बिहानीको समयमा हामी आज मण्डली है हामी आशिष छौँ र परमेश्वरलाई धन्यवाद आज म भन्न चाहन्छु है मेरो विगत दिनहरू धेरै अब आउँछ है हामीलाई त समस्या अब प्रभुको जनहरूलाई आइबसेको हुन्छ फेरि पनि त्यो समस्यालाई हामीले टाढो राखेर प्रभुको भवनमा चाहिँ हामीलाई आउनु जरुरी छ है अनि विशेष गरी प्रार्थना गर्दछु है अनि के भन्छ भन्दछु अनि हामी चाहिँ आजका दिन हामी यो ठाउँमा आएको छौँ हामी नुहाभित्र आएको छौँ प्रभुको भवनमा है जब नुहाले भन्नुभएको थियो है तिमीहरू आऊ है गाउँको मान्छेहरूलाई है कति उयो गर्दा कोही पनि आएन अन्त जब परलाई आयो पानी पऱ्यो है धेरै कुरो भयो त्यहाँनिर जब नुहाले ढोका बन्द गर्दा धेरै मानिसहरू मरे है आजका दिन हामीलाई चाहिँ हामी भाग्यशाली छौँ कि हामी यो ठाउँमा छौँ हामी जे भए तापनि आज हामी परमेश्वरले हामीलाई जे गर्नुहुन्छ यहाँ गर्नुहुन्छ है हामी आनन्द र खुसीको साथ हामी रहनुपर्छ कसैको पनि मन मटाउ नभएको होस् हामी मण्डलीभित्र आउँदा है हामी खुसीको साथ हामी आउन सकौँ है हाम्रो आनन्द हुनुपर्छ यहाँनिर आएपछि किनकि हाम्रो जीवन यो आत्माको लागि मात्रै आएको हो हामी संसारमा त हामीलाई धेरै दुःख र कष्ट हामीले गर्नुपर्छ अनि विशेष गरी भन्दछु म है आजको दिन म यति आशिष मैले कहिले पनि देखेको थिइनँ है अनि भएको पनि थिएन मेरो घरमा है आज म सुनिरहेको थिएँ है सोधिरहेको थिएँ आज त सेवा जानुपर्छ भनेर म सेवाको दिनमा म बेसी घरमा पनि काम गर्दिनँ है अनि नानीहरूलाई के बनाउनु छ कसो बनाउनु छ त्यो दियो र म नहिँदै गरेर म आफ्नो मण्डलीमा आइहाल्छु काम त रहन्छ नि है सधैँभरि अनि आज सुतिराख्दा यति मिठो बास्ना आउनु भएको थियो कि मलाई थाहा छैन त्यो सेन्ट कहाँबाट आएको होला मेरो घरमा है यति म सुतिरहेको छु त्यो म सेन्टले मलाई उयो गरिरहेको थिएँ है त्यो सेन्ट त कसैले पनि लगाएको छैन घरमा पनि छैन यति आशिष हो त्यो त है अब परमेश्वरकै होला त्यो खुसबु चाहिँ घरमा भएको है म कहिले पनि सेन्ट पनि लाउने मान्छे होइन है हाम्रो घरमा छ तर नानीहरूले पनि लाउँदैन तर त्यो आजको दिन यति खुसबु त्यो घरमा भइरहेको थियो मलाई थाहा छैन है त्यो सेन्ट चाहिँ कहाँबाट आएको होला त्यो अनि एकपल्ट जब हाम्रो यहाँनिर लोसी चर्चमा के भन्छ सेवा हुँदाखेरि
त्यो मलाई हातमा के भन्छ फरेनबाट आउनुभएको पास्टरहरूले है त्यो दिन मैले प्रार्थना गरिराख्दा उनीहरूले हातमा त्यो खुसबु राखिदिएको थिएँ त्यस्तै खुसबु मेरो घरमा आजको दिन घुमिरहेको थिएँ है। प्रभु चाहिँ कति महान हुनुहुन्छ। हाम्रो निराश हताश भएको जीवन उहाँ भाइले है गाइराख्नु भएको थियो। त्यो गाना म सधैँ सुन्छु, किनभने मैले सुन्छु भनेदेखिलाई त्यो खोलेर राख्छु, किनकि मेरो श्रीमानको पनि जीवन त्यो गानाले परिवर्तन हुन्छ कि है, एक दिन हुन्छ कि भनेर त्यो गानाहरू चाहिँ मलाई मलाई यति म त भन्दा तपाईँहरू जानुहुन्छ उयो गर्नुहुन्छ होला, म त एनी टाइम प्रभुको गाना र आराधनामा मात्रै नाची काम म एकछिनमै सक्छु। अब भन्नु न, अब म काममा उहाँ पनि घरमा पनि गर्छु है, र पनि म थाकेको हुँदिनँ। परमेश्वरलाई धन्यवाद। र मलाई आजसम्म प्रोफेसरले नै छम्काइराख्नु भएको छ, प्रभुलाई धेरै धन्यवाद। हामी चाहिँ प्रभुमा आनन्दी हुनुपर्छ है। हाम्रो मन मटाउ चाहिँ हामीले आफ्नो मण्डलीमा ल्याउनु हुँदैन। एनी टाइम हामी जब खुसी रहन्छौँ नै हामीलाई परमेश्वरले हामीलाई खुसी नै राख्नुहुन्छ है। प्रभुलाई धन्यवाद है। यो छोटो गवाई जानी नजानी भनेको है सबैले चाहिँ बस्ती है। आमेन, हालेलुया। जोरदार ताली दिनको लागि धन्यवाद। परमेश्वरको त्यो मिठो बासना तपाईँको घरमा सदैव रहेको होस्। प्रभुले तपाईँलाई आशीर्वाद दिनुभएको होस्। यो गवाईद्वारा हामी आशीष भएको छौँ अनि हामी प्रत्येकको घरमा त्यो बासना फैलिएको होस्। यो आशिष गर। आमेन। आशिष सुनाउँछ र बाँड्छ र रिसिभ गर्छ भने अवश्य त्यो कुरो हुनेछ। हुन्छ, यदि कोही हुनुहुँदैन भने हुनुहुन्छ भने म समय दिनेछु। सबैलाई सच्चाइ परमेश्वरलाई धन्यवाद है। आजको आनन्द, आजको अभिषेक। अनि म त हराइरहेको रहेछु गरे आराधनामा के मलाई थाहै दिएन। म छौँ यहाँ पनि छैन, कता कता छौँ। त्यो ठुलो समुद्र है त्यो, अनि यत्रै महाजाल हालेर माछा त डुङ्गामाथि हाल्दैन। अनि परमेश्वर जसरी डुङ्गामाथि बस्नुभएको थियो है, गएर समुद्रमा हाल भने पत्रुसलाई भन्नुभयो। अनि पत्रुसलाई भन्यो, प्रभु म त एकेको छु, म पापी चुनेबाट गइहाल्नुहोस् न भन्यो। त्यो याद आएर यही कुरामा त्यो सेतो वाइट गरेको स्वर्गको दुध चमक 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 गरिकन देखेको बेला म त त्यो डुबिरहेको थिएँ है त्यो आराधनामा। त्यहाँ समुद्र त्यो माछाका कल्ता कल्ता सेता सेता माछाहरू त्यो डुङ्गामा त्यति हालेको है। अनि पछि पछि यसै गर्दै अघि अघि त्यो पत्रुसलाई है ल्याएको। अनि यहाँ त्यो पुरा वाइटको साथमा यहाँ दिइन्छ दुध, अनि चुम्केको देखिरहेको थिएँ मैले त्यहाँनिर है। हाम्रो सानो कलेसे भए पनि म प्रभुलाई धन्यवाद दिन्छु। आज हाम्रो मण्डली परिवार सबै जान नजान बच्चा जस्तै छ। आज हाम्रो परमेश्वरले अनुग्रह गर्नुभएको छ। यस्तो अभिषेक बगाइदिनु भएको थियो कि है, म त यहाँबाट फुट्टै टेकेको थिइनँ, कहाँ थिएँ के थिएँ। त्यत्रो मलाई त्यो मतलब सपना हो कि दर्शन हो के हो, आँखा बुझिरहेको छु, त्यत्रो त्यो आइरहेको है, मसँग आइरहेको थियो त्यो। अनि म प्रभुलाई म धन्यवाद दिन्छु। अनि शुद्ध हृदय भएको मानिसले परमेश्वरलाई देख्नेछ। धन्य हो त्यो मानिस मिलमिलाप गर्ने अनि परमेश्वरको असल छोराछोरी कलाइनेछ। अनि परमेश्वरको वचनले भन्छ आज तपाईँ र हामी सबै हामी शुद्ध हृदय भएका व्यक्ति भएको कारण हामी यहाँनिर खडा छौँ। आज यो दिनमा हामी खडा भएर सबैले एकअर्का हुनाले छौँ। बहिनी तपाईँ कति चम्कायो, भाइ कति राम्रो हुनुहुन्छ है। हामी एकअर्कालाई राम्रै 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 देख्छौँ है हामी, किनभने परमेश्वरको स्वरूपमा भएको। अनि हाम्रो भाइ शुभमले यहाँनिर गाएको बेला अब तेरै बिना मैले चिन्नै पाउँगा, अब तेरै नाम लौँगा भन्दाखेरि मलाई कलेजो फाटेर आयो। साँच्चै परमेश्वरले आज मरिरहेको सडिरहेको गरिरहेको मानिसले कति प्रेम गर्नुभएको छ। आज साँच्चै परमेश्वरले आज हुँदैन भनेको कुरा हुन्छ भनेर आज सम्हाल्नु भएको छ। आज मलाई कति भित्रबाट मुट्टु फुटेर आयो, मलाई डाक्को छोड्ने लागेन, रुने जस्तो आयो। आज उहाँको जीवनमा परमेश्वरले आउने दिनमा आराधनाको यज्ञ जग्गा जग्गामा पुर्याउनुहुन्छ उहाँ भाइलाई। किनभने हामीले के गर्नुपर्छ, अझै सोबर गर्नुपर्छ, दिर्जे हुनुपर्छ। अनि आज यो मण्डलीमा हामीलाई सबै मान्छेलाई यस्तो
परिपक्व दिनुभएको छ। म घमण्ड गर्नु परमेश्वरमा घमण्ड गर्नु, किनभने मेरो सोनबालमा घमण्ड नगर्नु। आज म केही नजाने भने मेरो कलेजा कति राम्रो, आज मलाई प्रेम गर्नुहुन्छ, मेरो झाललाई, मेरो घरलाई है। हाम्रो बहिनीले भनिरहेको थियो म गाना सुनिरहन्छु, आज उसले केही नजाने पनि त्यो गानालाई रिसिभ गरिरहेको हुन्छ। आज त्यो कुरा डुङ्गाको बारेमा है, उसको बारेमा भनिरहेको, नौवाको बारेमा उसले भनिरहेको थियो। म परमेश्वरलाई धन्यवाद। कोही मान्छे बढ्यो भने मलाई पुरा खुसी लाग्छ, प्रभु त्यो मान्छे अझै बढोस्, अझै अगाडि आओस् भनेर म प्रार्थना घन्टा पढी प्रार्थना गर्दछु। अनि यही अनि म तपाईँलाई अगाडि राख्दछु है। मबाट कुनै भुल भएको छ भने तपाईँहरू मलाई क्षमा दिनुहोस्। यो डर र त्यो कुन्तुको जीवन यहीसम्म हामी जिउँदै चाहिँ हामी बिताउनुपर्छ। एक दिन हाम्रो परमेश्वरको घरमा गयौँ भने हामी उत्तम भाग पाउनेछौँ, यहाँ नपाए पनि है। मलाई तपाईँले क्षमा दिनुहोस्। म केही नभए पनि है परमेश्वरको एउटा सानो परमेश्वरको एउटा बिन्दु जस्तै मान्छे हो अगाडि। अनि सबैलाई म जय मसीह छोटो बिन्ती तपाईँको सामुन्ने राख्छ। आमेन। प्रभुलाई धन्यवाद भएको होस्। धन्यवाद हाम्रो आदरणीय पास्टर न्यामाले दिनुभएको हरेक शब्दबाट प्रभुको महिमा भएको होस्। अनि हामी आशिष छौँ उहाँको हरेक शब्दद्वारा। प्रभुले आशिष दिनुभएको होस्। हुन्छ, यो छोटो समयमा सिस्टर निशालाई दिनेछु। सबैलाई येशू ख्रीष्टको नाममा जय मसीह। अनि विशेष म यहाँ आएको कारण चाहिँ के भने परमेश्वरले यी दिनहरूमा मेरो जीवनमा धेरै काम गर्नुभएको छ। अनि परमेश्वरको यो आशिषको लागि है म धन्यवाद, प्रभुलाई धेरै धेरै धन्यवाद। किनभने हामी धन्यवाद नदिए हामी बाँच्न सक्दैनौँ, किनभने हाम्रो परमेश्वर चाहिँ धन्यवादी परमेश्वर हुनुहुन्छ है। अनि विशेष विगतको दिन है 4-5 दिन अगाडि मैले मेरो नानी अचानक बिमारी भएर है उसको अलिकति खुट्टामा चोट लागेको थियो। अनि नानी हस्पिटल लिएर जान चाहिँ अनि जुन अहिले हाम्रो ज्वाइँले गाइराखेको गाना है, त्यो गाना गाउँदा अनि मेरो भाइले गाना गाइराख्दा मलाई रुनु आइरहेको थियो है। अनि प्रार्थना चाहिँ कति शक्तिशाली प्रार्थना हुन्छ भन्ने कुरा चाहिँ आज है परमेश्वरले मलाई देखाउनु भयो। विगतको दिनदेखि मेरो भाइको लागि म धेरै प्रार्थनाहरू गरिरहेको थिएँ है। ऊ मण्डली पनि गएको थिएन, धेरै 1 वर्षै उसको ग्याप भइरहेको थियो। आज यति राम्रो गला, यति राम्रो स्वर, यति राम्रो मान्छेलाई है संसारको कुराले अल्मलाइराखेको थियो है। म मेरो भाइको लागि पर्सनल जहिले पनि म प्रार्थना गरिरहेको थिएँ, प्रभु उसले चाहिँ जीवन चाहिँ यस्तो पाउनुपर्छ कि तपाईँमा अगाडि बढ्ने जीवन पाउनुपर्छ। अनि उसले चाहिँ यस्तो मण्डली पाउन सकोस् कि उसको जीवन चाहिँ परमेश्वरमा सुम्पिने खालको मण्डली पाउन सकेको होस् भनेर चाहिँ म धेरै रुइरहेको थिएँ, धेरै भाइको लागि प्रार्थना गरिरहेको थिएँ। अनि आज मलाई यहाँ बोल्दै गर्दा मेरो मुटुभित्र भक्काइएर आउँदैछ है। प्रियजनहरू, हामी प्रार्थना गर्न नछोडौँ। म जहिले पनि भन्न चाहन्छु तपाईँलाई, छोटो होस् लामो होस्, हामी प्रार्थनामा सधैँभरि रहने गरौँ। किनभने हाम्रो प्रार्थना चाहिँ परमेश्वरले सुन्नुहुन्छ। तर हामी जतिखेर प्रार्थना गर्छौँ त्यतिखेर सुन्ने परमेश्वर है। किनभने हाम्रो नानीहरूले हामीलाई माग्यो भने हामी माग्ने बित्तिकै दिन सक्दैनौँ है, तयार भएको हुँदैन, हामी तयार गरेर दिन्छौँ। त्यस्तै हाम्रो परमेश्वरले पनि माग्दै माग्दै गएपछि एक दिन दिनुहुन्छ। आज यो दिनमा यो ठाउँमा आएर म यसरी बोल्छु भनेर मैले सोचेको थिइनँ है। म आफै पनि संसारको कुराहरू बिलाइरहेको थिएँ, हराइरहेको थिएँ। मेरो परिवार चिल्लीबिल्ली भइरहेको थियो है, धेरै बेचैन भइरहेको थिएँ, धेरै टेन्सन, धेरै भौतारिरहेको थिएँ, धेरै रुइरहेको थिएँ। तर मैले परमेश्वरलाई यति नै भन्थेँ, प्रभु एक दिन त तपाईँ हुनुहुन्छ नि मेरो साथमा है। आज मेरो परिवार म मण्डली ल्याउन चाहन्छु भनेर म घोषणा गर्थेँ, यहाँ आएर रुन्थेँ। सबैको फ्यामिलीहरू आउनुहुन्थ्यो है, मेरो कोही पनि आउँदैन थियो। मेरो नानी र म आउँदैन खालि यहाँनिर। तर आज परमेश्वरले मेरो सम्पूर्ण परिवारलाई यो मण्डलीमा खडा गर्नुभएछ। म परमेश्वरलाई धन्यवाद दिन चाहन्छु। विशेष पास्टर न्यामालाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि यहाँ पास्टर बुवा पास्टर न्यामाहरूको साथमा हाम्रो सिस्टर नितु हुनुहुन्छ है। उहाँले मेरो आफ्नो आमा बाउले जस्तो मलाई गाइड गर्नुभएको छ। मैले सम्हाल्न नसकेको छोराछोरीलाई उहाँले सम्हालिदिनु भएको छ। अनि परमेश्वरको भवनमा अगाडि बढ्नमा उहाँले कोही कति अर्थी बुद्धिहरू दिनुहुन्छ। परमेश्वरको वचनद्वारा हामीलाई सिकाउँछ। घरिघरि त हामीलाई कति एटेक गर्नुभएको होला जस्तो लाग्छ। त्यो चाहिँ शैतानबाट आएको हाम्रो मनहरू है। तर त्यसमा परमेश्वरसँग हामी क्षमा माग्छौँ, किनभने उहाँले चाहिँ परमेश्वरको उच्च स्तरमा हामीलाई लान चाहनुहुँदैछ। तपाईँहरू प्रियजनहरू सुन्नुहोस्, कुनै मण्डलीमा पनि कसैले गएर एकैचोटि अगाडि बढ्ने मौका काहीँ पनि पाइँदैन। धेरै मण्डली म गएँ, धेरै मण्डली चर्चहरूमा गएँ। मेरो नानीहरूलाई मैले 2011देखि परमेश्वर पाएको, तर कहिले पनि मेरो नानीहरूले अनि मैले पनि यो माइक पक्र्न पाएको थिइनँ। तर यो
मण्डलीमा यस्तो फेसिलिटी परमेश्वरले दिनुभएको छ अनि यस्तो पास्टरले आमालाई हामीलाई जुटाइदिनु भएको छ। उहाँहरूलाई धन्यवाद दिएर हामी धन्यवाद दिन सक्दैनौँ किनभने उहाँहरूले हाम्रो निम्ति धेरै प्रार्थना गर्नुहुन्छ अनि हाम्रो दुःख अनि हर घडीमा उहाँहरूले हामीलाई साथ दिनुहुन्छ। अनि त्यसको साथसाथै यहाँ सिस्टरले पनि त्यस्तै गर्नुहुन्छ मण्डलीको लागि। हामी सिस्टर बोल्नुहुन्छ, हामीलाई लाग्छ पहिला नयाँ आउनेहरूलाई मण्डलीको प्रिय आमा बुवा दाजुभाइ दिदी बहिनीहरूलाई लाग्छ होला ऊ मात्र बाठी हुन्छ मण्डलीमा, ऊ मात्र अगाडि बढ्छ नभन्नु होला किनभने परमेश्वरले जसलाई चलाउँछ उसले मात्र परमेश्वरको अधीनमा उभिएर खडा भयो। तपाईँहरूले कहिले पनि नसोच्नु होला किनभने एउटा स्कुलमा हामी गयौँ भने एउटा टिचर छैन भने हामी पढ्न सक्दैनौँ किन हामी त्यो बुक मात्र लिएर घरमा पढ्ने भए हामी स्कुल किन जान्थ्यौँ है। आज यो बाइबल हामीले पढेर घरमा हामी सक्दैनौँ किनभने त्यो सिधा पढ्न त सक्छौँ हामीले त्यसको भित्रको गहिराई कुराहरू बुझ्न सक्दैनौँ। त्यही भएर हामी मण्डली आउँछौँ, मण्डलीको दासनीको अनि बुद्धि ज्ञानमा हामी हिँड्छौँ भने हामी चाहिँ परमेश्वरको नजिक जानेछौँ। अनि जसरी म पास्टर वा पास्टरनी आमा वा सिस्टरको आदर अनि कदर गर्छौँ अनि त्यो गर्नु नै हामी परमेश्वरको नजरमा के हुनु प्रेमिलो हुनको लागि हो है। प्रभुले हामीलाई प्रेम गर्न सिकाउनु भएछ अनि प्रभुमा यति अचम्मको शक्ति छ है। मैले मनन गर्न सक्दिनँ। हिजोभन्दा 2024सम्म म बेपल भएर हिँड्ने मान्छे आज 25मा परमेश्वरले यहाँ यति मिराकलको काम गर्नुभएछ। म यो मण्डलीमा आएको 6 महिना पनि भएको छैन सायद है। 6 महिनाभित्रको अन्दर परमेश्वरले मेरो जीवन अनि मेरो परिवारको जीवनमा यति रहस्यको कुराहरू खोल्दै हुनुहुन्छ, यति आज्ञाकारी बनाउँदै हुनुहुन्छ, यति परमेश्वरको नजिक झुक्ने बनाउँदै हुनुहुन्छ। म सम्झिन सक्दिनँ प्रियजनहरू किनभने नि धेरै रहेछ संसार चाहिँ हामी हेर्छौँ नि खाना पिउन मजा बस्ती देख्छौँ नि तर शान्ति छैन किनभने परमेश्वरमा शान्ति र आनन्द छ। किनभने हामी जति रुए जति कराए परमेश्वरले हामीलाई रुइराख्न दिनुहुन्न किनभने मान्छेको हृदयमा बोल्ने परमेश्वर हुनुहुन्छ। जुन अवस्थामा हामी रुइराखेका थियौँ नि आज त्यो अवस्था चाहिँ परमेश्वरले उहाँहरूलाई खडा गरेर हाम्रो सामुन्ने खडा गरिदिनु भएको छ। एउटा हाम्रो लागि ढाडा बनिदिनु भएको छ, उहाँहरू गोठाला बनिदिनु भएको छ। त्यही कारण म एउटा आशिष पार्न गइरहेको छु मेरो नानीको बारेमा है। मेरो नानीको कारणले गर्दा मैले परमेश्वर पाएको है। मेरो नानीलाई डक्टरले बाँच्छ भनेको थिएन मर्छ भनेको थियो बुझ्नुभयो प्रियजनहरू। तर आज मेरो नानी यो संसारमा परमेश्वरले जीवित राख्नुभयो। मेरो नानीको लागि मेडिसिन यो सिलगढी वर्ल्डमा काहीँ निस्केको थिएन। मेरो नानी जतिन्जेल बाँच्छ त्यतिन्जेल बाँच्छ भनेको थियो डक्टरले। तर परमेश्वरले यो नानीलाई अहिलेसम्म यो संसारमा जीवित राख्नुको कारण प्रभुको हात छ। अनि यसको साथसाथै मण्डलीको प्रार्थना छ। अनि आमा घोडा टेकेर हर समय रोएको छु किनभने मेरो रोको आँसु चाहिँ अहिले बोलिँदैछ पचौराहरू है पोखिँदैछ। त्यो पोखेको म यो वेदीमा देख्दैछु, मेरो परिवारमा देख्दैछु। मेरो भाइको लागि म प्रार्थना गर्थेँ है, धेरै रुन्थेँ। आज मेरो भाइले यस्तो राम्रो भजन गाउँछ, ऊ गाउनु रेडी हुँदै म त्यहाँ प्रार्थना गर्थेँ प्रभु तपाईँको साथमा रहनुहोस् है। तर मेरो भाइले यति मन रुने खालको भजन परमेश्वरको स्थितिको लागि गायो है। प्रभुले चाहिँ बुद्धिमानीलाई चुन्नु हुँदैन, निर्बुद्धिलाई चुन्नुहुन्छ। लाटा बोल्न मोसा पनि त्यस्तो बोल्ने होइन किनभने त्यो मोसा त झन् तोतले बोल्ने हो है। उसले शुद्ध बोल्न पनि हामी जस्तो जान्दैन, हामी जिब्रो जस्तो चड्कालो पनि छैन। तर परमेश्वरले त्यस्तो व्यक्तिलाई चुन्नुभयो भने हामी त बोल्छौँ, हाम्रो त जिब्रो पनि लड्टिँदैन, हामी त प्रशस्त बोल्ने व्यक्तिहरू हौँ। प्रभुलाई धन्यवाद भएको होस्। मेरो नानी हस्पिटल लगेँ, मेरो नानीको लागि इलाज हुँदैन भनेको थियो। मेरो नानीलाई मैले जबरजस्ती हस्पिटलमा एडमिट गरेँ अनि 3 दिनको बादमा एउटा डक्टर आएर इसको क्यों एडमिट किया है, इसको घर लेके जा भनेर मलाई निराश बनायो है। मेरो नानीलाई मैले जबरजस्ती व्हाइट कलरको ब्लड लाएँ है, व्हाइट सेतो ब्लड 7वटा पन लाएँ मैले परमेश्वरको योजनाद्वारा। मान्छेले त हामीलाई ख्याल दिन्छ, मान्छेले त हामीलाई निराश बनाउँछ, तर हाम्रो साँचो परमेश्वरले हामीलाई कहिले पनि छोड्नु हुँदैन। परमेश्वरले भन्नुभएको छ निराशको बेलामा मलाई पुकार तेरो परमेश्वरले तेरो साथमा रहनेछु आमेन। यो वचनलाई म एकदम क्लेम गरिराखेको थिएँ। अनि 3 दिनको बादमा ब्लड लगाइसकेपछि मलाई डक्टरले के भन्यो भने यो ब्लड से त कामै नै गर्दा है, अब क्यों बच्चा को एडमिट किया है, उसको घर लेकर जाओ। मलाई निराश बनायो। प्रभु तपाईँ नै हुनुहुन्छ, तो मेडिसिन नहीं है। अब ये ब्लड जितना चढ़ा उसको सोलिंग कम होगा, दर्द कम होगा, उसको जॉइंट में अंदर में ब्लड घुसाए भनेर भने मलाई डक्टरले। पुरा क्रेक खराब भएको छ रिपोर्ट भनेर डक्टरले भन्यो। तर पनि म निराश भएन। प्रभु तपाईँ हुनुहुन्छ, त्यो खराबलाई चाहिँ स्वच्छ बनाउने परमेश्वर हुनुहुन्छ नि।
होइन त्यो डक्टर बनाउने नि परमेश्वर हो नि त डक्टरलाई सृष्टि गर्ने पनि परमेश्वर हो अनि म निराश भइनँ मैले मण्डलीलाई पनि निराश दिनँ मैले हल्का सिस्टरलाई चाहिँ अलिक मैले सेयर गरेँ किनभने मेरो हर कुराहरू उहाँलाई सेयर गर्छु मैले पास्टरनी आमालाई पनि सोधिनँ भनिनँ त्यस्तो यस्तो भन्दैछ भनेर तर उहाँहरूले सुन्नुभयो उहाँहरूले प्रार्थना गरिदिनु भयो उहाँ शिक्षाले पनि प्रार्थना गरिदिनु भयो किनभने मलाई भन्दा बेसी चाहिँ उहाँलाई दुख्छ किनभने अहिले एक परिवार भएर हामी बसेका छौँ है म जति मेरो मन दुख्छ त्यति उहाँको मेरोभन्दा बेसी मन दुख्छ किन यो दुईवटा नानीको लागि चाहिँ उहाँ एकदमै परमेश्वरको प्रेम चाहिँ उहाँले चाहिँ झल्काउनु भएछ नानीहरूमाथि त्यही भएर निराश नहुनु निराश भइनँ म तर डक्टरले गर्दा मैले के भने भने प्रभु तपाईँ हुनुहुन्छ यो डक्टरको हृदयमा तपाईँ बोल्नुहोस् किन आज यस्तो डक्टर पठाउनु भयो राउन्डमा है मेडिकलमा 10वटा डक्टर आउँछ 10वटा कुरा गर्छ कसैले हुन्छ भन्छ कसैले हुँदैन भन्छ कसैले निराश बनाइदिन्छ कसैले आशा दिन्छ त्यसको बादबाटैको दिनभरि मलाई 6 घन्टा परमेश्वरले निराश बनाउनु दिनु भएन 5 घन्टा पछाडि एउटा असल डक्टर पठाउनु भयो प्रार्थना गरेँ मैले रुएर प्रार्थना गरेपछि परमेश्वरले डक्टर पठाउनु भयो त्यो डक्टर चाहिँ यति राम्रो थियो कि जस्तो हामी यहाँ मण्डलीमा बात गर्छौँ नि त्यस्तै खालको डक्टर पठाइदिनु भयो परमेश्वरले अनि उहाँलाई मैले भने उसले भने जहाँबाट भए पनि तपाईँले एडजस्ट गरेर त्यो मेडिसिन चाहिँ लाउनै पर्छ तपाईँ निराश नहुनुहोस् नानीलाई त्यो मेडिसिन लायो भने मात्र फाट्छ ब्लडले त रोकथाम मात्र हुन्छ मलाई टेन्सन भयो कहीँ छैन आज इन्जेक्सन किनेर लाउनु पर्ने एउटा इन्जेक्सनको 10,000 रुपियाँ पर्छ 500 ml को पाउँछ 10,000 रुपियाँ पर्छ 4टा लाउँदाखेरि मेरो 40,000 जान्छ मैले त्यो 10,710 रुपियाँ लगभग 45,000 जस्तै लाग्छ तर पनि मैले परमेश्वरमै राखेँ प्रभु मसँग त्यत्रो पैसा त छैन पैसा भए पनि म दबाई पाउँदैन किनभने यो चाहिँ सरकारी दबाई हो प्राइभेटमा पाउँदैन त्यही भएर मैले अहिले त्यत्तिकै निराश भएन लास्टमा मैले अहिले फोन गरेर अनि परमेश्वर चाहिँ मान्छेको हृदयमा बोल्नुहुन्छ कहाँबाट मलाई बुद्धि आयो सोसाइटीमा फोन गर भने जस्तो भयो ठ्याक्कै मेरो हातमा फोन पनि थिएन उहाँ त्यही दिन छुट्टी लिएर जानुभएछ परमेश्वर उहाँको हृदयमा बोल्नुभएको कुनै दिन दोकान बन्द गर्नु दिँदिनँ थिएँ मैले तर उहाँ परमेश्वर नै मनमा बोलेर चाहिँ जानुभयो मैले फोन गर्दाखेरि चाहिँ जलपाइगुडीमा मलाई दबाई छ पनि भनेन मैले सर फोन गरेर दबाई छ कि छैन सिलगढी मेडिकल हस्पिटलमा छैन भन्दाखेरि आपको वहाँ पर नहीं है तो यहाँ पर छोटा हस्पिटल में कैसा होगा भनेर भन्यो तर पनि मैले रिक्वेस्ट गरेँ प्रभु बोल्नुहोस् है उसको हृदयमा चाहिँ तपाईँ बोल्नुहोस् अनि उहाँले भन्नुभयो 3 घन्टाभित्र तँलाई फोन गरेर म उत्तर दिन्छु म हस्पिटलमा कल गर्छु 3 घन्टा पछाडि होइन उसले मलाई 1 घन्टा पछाडि फोन गरेर बच्चाको लिएर आयो भनेर भन्यो त्यतिखेर मैले मेरो परमेश्वरलाई यति धन्यवाद दिएँ प्रभु चाहिँ यति महान हुनुहुन्छ आज त्यो मेडिसिन यहाँ नभएको जलपाइगुडीमा चाहिँ परमेश्वरले दिलाउनु भयो तर पनि मलाई कस्तो लाग्यो त उहाँको पेसेन्टको लागि उहीँ हुन्छ यहाँको पेसेन्टको लागि यहीँ हुन्छ अरू पेसेन्ट यहाँ फाल्टो जग्गाको पेसेन्टलाई उहाँको मेडिसिन दिनु मान्दैन तर त्यहाँ पनि परमेश्वरले बोल्नु भयो मेरो नानीको 12 वर्षमा हेरेको डक्टर त्यहाँ हुनुहुँदो रहेछ है अनि आज मेरो नानीको असल ट्रिटमेन्ट भयो असल मेडिसिन पनि लाउन सक्यो अनि परमेश्वरमा कुनै कुराको असम्भव छैन प्रभुले मेरो जीवनमा धेरै काम गर्नुभएको छ अनि 2000 अरूलाई 500 उसको जति पनि हस्पिटलमा उसको पेसेन्टहरू छ उनीहरूको गन्तीमा आउँछ किनभने हामीले डकुमेन्ट्स पेश गरेको हुन्छौँ महिनै पछि उनीहरूको त्यही एमएलए मेडिसिन आएको हुन्छ उसको पेसेन्टलाई 500 दिएर मेरो नानीलाई 2000 एमएल मेडिसिन दियो डक्टरले अनि मैले सोच्दै थिएँ प्रभु त्यहाँ जस्तो मेडिकलमा लैजा घर भने थियो आज त्यस्तै त्यहाँ पनि डक्टर होला कसरी बोल्नु होला मेरो नानी यत्रो भाडा पिटेर बसमा लिएर गएको छु आज दबाई भएन भने त म त के गर्नु होला मलाई पुच्छ नबनाउनुहोस् तपाईँले शिर तुलाउनुहोस् प्रभु भन्दै म गाडीमा पनि प्रार्थना गर्दै गएको थिएँ भरे त्यहाँ जस्तो डक्टरकोमा जाँदाखेरि चाहिँ डक्टरले नै नानीलाई पहिले चिन्यो तिमी त यत्रो थियो होइन अब त इतना छोटा था इतना बडा हो कि आराम मराना भनेर भन्यो डक्टरले तर मलाई कति खुसी लाग्यो है प्रभुले ठाउँमा मान्छे चाहिँ खडा गर्नुहुँदो रहेछ त्यो मेडिसिनको लागि चाहिँ मैले मात्र प्रार्थना गरेर अनि परमेश्वरलाई धन्यवाद दिएको होइन मेरो मण्डलीमा मैले ग्रुपमा छोडेको थिएँ तपाईँले पर्सेन्टले कतिले प्रार्थना गरिदिनु भयो मण्डलीको आमा बुवाले कति गरिदिनु उहाँ सिस्टरले कति गरिदिनु भयो आज सम्पूर्ण मण्डलीको प्रार्थना चाहिँ परमेश्वरले सुनेर चाहिँ आज सबै कुरामा सहायता है प्रभुले त्यो प्रार्थनाको उत्तर सुनेर चाहिँ सबै कुरा जुटाइदिनु भएको परमेश्वरलाई धन्यवाद अनि तपाईँहरूलाई म एउटा भन्न चाहन्छु कुनै पनि पर्सनल डक्टरले कहिले नम्बर दिँदैन मेरो नानीको डक्टरले पर्सनल नम्बर दिँदछ
चाहिँ कुनै डक्टरले पनि आफ्नै फ्यामिलीलाई पनि दिँदैन उनीहरूले, किनभने पाइँदैन। मैले कति मेडिकलमा कति ठुल्ठुलो डक्टरहरूलाई नम्बर नमाग्दाखेरि मैले कसरी ठ्याउँथेँ भन्दा सर आपको वाट्सएप है, वाट्सएपमा त नम्बर हुन्छ नि त, कल गर्न पाइन्छ है, त्यस्तो गरेर म वाट्सएपबाट नम्बर तान्थेँ। तर त्यो डक्टरले चाहिँ नानीको लागि केही असुविधा भयो भने चाहिँ फोन गर्नु भनेर नम्बर दिनुभएछ। त्यो पनि परमेश्वरलाई धेरै धेरै धन्यवाद भयो। मेडिकलमा मलाई हेर्दाखेरि म सिक्दै थिएँ, आज म यहाँको ठुलो इन्चार्ज छु भनेर। जब इसको राउन्ड में आया था ना उस टाइम में मैं डॉक्टर पढ़ रहा था भनेर भन्यो क्या, डक्टर पढ्दै थियो अरे ऊ चाहिँ। त्यतिखेर चाहिँ म डक्टर पढ्दै थिएँ। अहिले चाहिँ सबैभन्दा ठुलो जलपाइगुडीको ठुलो डक्टर उही। आमेन। धन्यवाद परमेश्वरलाई। समय मैले लामो लिएँ होला, सरी भन्न चाहन्छु। फेरि सम्पूर्ण मण्डललाई जय मसीह। आमेन, हालेलुया। प्रभुलाई धन्यवाद। आज हामी एकलाई यसरी नै गवाईको लागि प्रभुले खडा गर्नुभएको होस्। यो गवाईद्वारा चाहिँ मलाई लाग्छ कि हरेको जीवन यो अभिषेक बगिरहेको थियो, किनभने परमेश्वरले चाहिँ सिस्टर निशा अनि उहाँहरूको परिवारको जीवनमा चाहिँ अलौकिक काम गर्नुभएको छ। आमेन। जति हामी रिसिभ गर्छौँ यो चाहिँ आज परमेश्वरले भर्न थाल्नुभएको छ, अब अझै पनि प्रभुले भर्नुहुनेछ। आमेन। अनि एकदमै धन्यवाद तपाईँको यो उत्साहपूर्ण है आशिषको शब्दको लागि धन्यवाद। हुन्छ, हाम्रो जय दिनेशले 2 मिनट माग्नुभयो, म उहाँलाई 2 मिनट घडी हेरेर दिनेछु। सबलाई जय मसीह। मेरो गवाई चाहिँ छोटो छ है। मेरो छोरा चाहिँ मेड इन नेपाल भनेको कुरा बुझ्नु होला। यसको जन्म चाहिँ नेपालमा भएको, बसोबास इन्डियामा, दबाई लाउँछ फेरि युएसए। यस्तो तगडा त मान्छे छ है। अनि प्रभुले चलाउनु भएको छ। युएसएबाट दबाई आएन भने मेरो छोरा डक्टरले भनेको स्पट डेड हुन्छ। अहिले प्रभुको अगाडि हेर्नुहोस्, यति दामी पियानो बजाउँछ अहिले। उसले मुखबाटै त्यो पियानोबाटै भोजन खाइदिन्छ उसले अहिले। अनि उसले अहिले राम्रो भयो भने ऊ आफै काम गर्छु भनेछ। धन्यवाद। यस्तै तरिकाले मेरो छोरालाई अहिले हामीले कहाँ लगेर पनि तपाईँहरूको अनुभव, तपाईँहरूको माया प्रेम तपाईँहरूले प्रार्थना गरिदिनु भयो। आज तपाईँ पाइयो, अहिलेसम्म जीवित छ। आज म पनि कहाँ यस्तो ठाउँमा आएर बोल्छु जस्तो त लाग्दैन थियो। भाषण गर्नुभन्दा अगाडि, माइक पकाउनुभन्दा अगाडि खुल्ला तरिकामा मान्छेले बोल्नु सिक्छन्। अनि त्यहाँदेखि अलिकति बोल्नु आउँछ। अनि त्यहाँदेखि अलिकति 2-4 जना भेला हुन्छ, त्यसको अगाडि बोल्नु थाल्छ। धेरै भेला भएको ठाउँमा मात्रै माइक पकाएर बोल्नु सक्छ, भाषण दिनु। अनि त्यस्तो ठाउँमा आज मलाई यो व्यक्तिलाई यस्तो ठाउँमा लिएर माइक समय मलाई बोल्ने मलाई प्रभुले बनाउनु भयो र धन्यवाद। अहिलेसम्म 2 दिन दोकान बन्द गर्दा पनि मेरो दोकान कहिले पनि घटे कमी भएको छैन, झन् धेरै नै चल्दैछ। धन्यवाद है। अनि मलाई गाउँसेवा मलाई निरन्तर आउनु मलाई धेरै प्रभुको महिमा अनुभव छ। अनि पास्टर बुवा, नीति सिस्टर अनि हाम्रो दाजु विकास दाजुको सबैजना मण्डली परिवारले आज यहाँसम्म ल्याउनु भयो। अनि म निर्धक्क दोकानबाट आउँछु, बिके बिक्छ न बिके बिक्दैन, टेन्सन छैन, आज छैन भने भुल त हुन्छ भन्छु है। प्रभुले त्यतिसम्म मलाई क्षमता दिनुभयो अहिले, नत्र भने म कहिले बाउसेमा एटेन्ड हुने थिइनँ। आउनु पनि अब उताकै टेन्सन हुन्छ। अझै टेन्सन गर्दिनँ। हिजो 9 बजी रातिमा भएछु पनि भएन, धेरै दाजुभाइको बदल पनि भयो सबैजनाको है। सरी, मैले केही मन दुखाएको छु भने दाजुहरूलाई धेरै धेरै सरी होइन। किनभने त मात्रै बाटो हुन्छ, तैँले मात्रै जहिले पनि तेरो रुल छ नभन्नु होला। म मूर्ख मान्छेलाई चुन्नुहुन्छ अरे क्या भन्छ नि, क्या गानामै छ नि त प्रभुको भजनमा, ज्ञानीहरूलाई शर्ममा पार्न मूर्खलाई चुन्नु हुँदैछ है। म चाहिँ त्यो मूर्ख परेँ होइन। जे कुरा पनि फट्टै म सोचेर भन्छु भन्नु चाहिँ, तर पुरा पनि गर्छु। किनभने म नहुने कुरा बोल्दिनँ, तर मैले गरेर ठाउँमा हजुरहरू पनि गर्नुहुन्छ भन्ने कुरा भरिपूर्ण आशा छ। हामीलाई कसैले हिँड्दाखेरि यसरी टक्क हिँड्दाखेरि 5 तला बिल्डिङमा बस्छ भन्छन् होइन। हामीले गुन्द्रुक भात खाऊँ न, तर यो मान्छे त अब खिरहरू खाएर आएको होला है, कस्तो मजाको पडाकपुडुक परेको छन्, मजाले हिँड्दाखेरि त खतरा छन् होला भन्दा। तर हाम्रो घरमा गयो भने नि चामल नि हामी रासिनको खान्छौँ है। तर हिँड्दा चाहिँ प्रभुले हामीलाई यस्तो दामी हिँडाउनु गर्नुभएको छ होइन। रासिनको चामल किन ढाक्नु, रासिनको चामल खान्छु। तर अब चाहिँ चामल फेर्छु भने चाहिँ मिलाएर खान्छु, तर होइन मिलाएर खान्छु। किनभने दुःखमा मलाई साथ दियो त्यो रासिनको चामलले होइन। अनि त्यही चामल खान्छ सत्य भने मैले, किनभने प्रभुको अगाडि मैले झुट बोल्दिनँ होइन। रासिनको चामल खान्छु। अहिले पनि म रासिनकै चामल खाँदैछु घरमा, त्यही दिन्छु कुखुरालाई पनि, त्यही खान्छु म। तर म प्रभुले मलाई अगाडि नै बढाउनु भएको छ। किनभने हे छोरा, दिनमा त पछाडि नहट, दिनमा त पछाडि नहट। मलाई पनि त केही दर्शन आयो होला, त जतिखेर त अगाडि जा, तल दिने त म छुनु त भन्नुपर्ने छ। त्यही भएर म अगाडि मात्रै जान्छु, पछाडि कहिले जान्दिनँ। अनि म एक दिन सिस्टरसँग मेरो 2 शब्द उयो भयो। अब चाहिँ म पछाडि होइन अगाडि होइन पछाडि बस्छु। पछाडि बस्ने मान्छे त भाग्छ आउँदै भने त्यसो पनि सुनेँ मैले। त्यही भएर फेरि अगाडि नै बस्छु म।
है। अनि हर कुराहरूमा प्रभुको हामीले ज्यादा ख्यालठेटा गऱ्यौँ भने नि हामीलाई सराप बिताउँछ। अनि आज्ञा पालन चाहिँ मान्नु पर्दो रहेछ, हर कुराहरूमा हामी एटेन्ड हुनुपर्दो रहेछ। अनि तपाईँहरूलाई म भन्छु, मसँग धेरै भएर म रासिनको चामल खाने मान्छे पैसा चुरा गर्छ नभन्नु होला होइन, तर कुनै सहयोगीमा कुनैलाई केही भयो पास्टर बा त्यसमा एटेन्ड हुनुहुन्छ। युनिटी सिस्टर हाम्रो विकास दाजु अनि हाम्रो दाजु जेम्स दाजु हनुमा दाजु, हामी यति त छौँ हामी ठुलो भनेको होइन, किनभने अलिकति कमाएर गर्ने। काहीँ कसैलाई केही पर्दाखेरि तपाईँहरू मात्रै मिलेर नदिनु होला, अरे ज्वाइँ पनि छ भन्नु होला, त्यसमा 200-400 100-200 रुपियाँ दिनु मेरो कुनै आपत्ति छैन, तपाईँले दिएको ठाउँमा म पनि दिन सक्छु नि भन्ने मेरो सोचाइ है। त्यसमा चाहिँ मलाई नछुटाउनु होला कुनै कुरामा पनि। म पनि छु, पास्टरवाला भन्दा भइहाल्छ, दिनेश ज्वाइँ पनि छ, यत्रो भाषण दिएको छ उसले त दिन्छ नि त, त्यो भन्नु हो सिधै प्रभुको अगाडि भवन बोलेको छु। 200-400 100-200 500 मबाट एनी हाउ कसैलाई सहयोग चाहिन्छ भने ठिक छ, म केही छैन, तर यति हो मसँग धेरै भएर मैले दिनु खोजेको होइन, कसैलाई दुःख नहोस्, मैले जति दुःख पाएँ अरूले त्यस्तो दुःख नपाओस्। धेरै दुःख गरेको छु मैले, लेबरदेखिको लिएर उठ्दै 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 मिस्त्री भएँ, मिस्त्री हुँदा हाफ मिस्त्री हुँदा त मलाई त बङ्गालीले के भन्छ, एटाको त आसमेन तोरे के गर्छिस् सारा दिनभर लगाइदिँदै त्यस्तो भनेछ। उसलाई 100 दियो अरे, मलाई 120 दियो अरे, त्यस्तो भन्थ्यो। लास्टमा जुनले मलाई भनेको छ नि त्यसलाई मेरो मिस्त्री राखेँ मैले, काम फेरि यस्तो दामी मैले नि आफै ठेका दिन्थेँ। तर जति मैले सबै संसारमा भएर उडाइदिएँ मैले, कुनै पैसा मेरो टिकेन। तर अहिले प्रभुमा म छु, थोरैले पनि धेरै हुँदैछ है, प्रभुको आशिष यस्तो हुँदो रहेछ। कहिले गोजी खाली म पर्स कहिले पर्समा नि तपाईँहरूलाई म यो पर्समा कहिले पैसा हुँदैन भने त्यो भित्रै राखिदिन्थेँ, बोक्दिनँ, किन पैसै छैन किन बोक्ने। अहिले त नभन्नु न 200-400 त गोजीमै हुन्छ होइन, छ हुन्छ। अनि पर्स बोक्नु थालेछु किनभने पैसा प्रभुले हर कुरामा सामर्थ्य दिनुहुँदो रहेछ, पैसा पनि हुन्छ, सबै थोक हुन्छ, तर अगाडि चाहिँ बढ्नु पऱ्यो। खालि पैसै मात्रै पैसा 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 भन्दा गड्डामा परिँदो रहेछ क्या। मैले त्यो पनि हेरेको छु, पैसाको पछाडि पनि भाग्नु हुँदैन। अगाडि हामी प्रभुमा समर्थन हामीले जीवन दिनु पऱ्यो। अनि प्रभुमा अगाडि हर कुरामा अगाडि बढ्यो भने प्रभुले आफै जुटाइदिनुहुन्छ। भोलि हे छोरा त भोलिको लागि टेन्सन फिक्र नगर, भोलिको तेरो सबै कुरा तँलाई म जुटाइदिन्छु। तर जति छ आजको कुरा सोच, भोलिको कुरा कहीँ न भोलि के खानु होला भनेर नसोचको त आफै जुटिहाल्छ। म मासु खान्न भन्छु, बेलुका बचिहाल्छ, के गर्ने, मोटो भइसक्यो अब फेरि कुद्दै भोलिदेखि कुद्ने नै भनेछु हो। यस्तो हुन्छ हर कुराहरूमा प्रभुमा धेरै अगाडि बढ्नुपर्छ। हुन त म पनि त्यति अगाडि बढेर चाहिँ मैले त्यो भाषण दिएको होइन, सिक्दैछु, तपाईँहरूसँगै सिक्दैछु, दाजुहरूसँग पास्टर बुवासँग हिजो आए सञ्चालन गर्नु सकेँ। अब अलि दिनमा फेरि वचन पनि बोलौँला, दोकानमै सिकौँला। विकास दाजुले धेरै सेयर गर्नुहुन्छ मलाई पनि है, दाजुसँग म धेरै दाजु र भाइमा हाम्रो धेरै कुरा हुन्छ, जेम्स दाजुसँग। अब हामी नै रहन्छौँ यहाँनिर, अनि हाम्रो शुभ भाइ अनि विकास भाइ है, अब हामी नै रहन्छौँ यहाँनिर। ठुलो भनेको हर कुराहरूमा ज्वाइँ भन्नुहुन्छ हजुरले, कसैले भेना भन्नुहुन्छ, तर जे भए पनि मलाई सम्झिनु होला हर दुःखहरूमा, किनभने म दुःखमा सामर्थ्य म धेरै दुःख गर्दै 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 काटा घाममा मलाई त चिन्नै सक्दैन त्यो बहिनीले काटा घाममा काम गर्दा। अहिले म अलिक गोरो भएको छु भित्रभित्र बसेर, कस्तो ब्ल्याक थिएँ म। मलाई मेरो कान्छा सालाले के भनेको थाहा छ, 5 बट्टा फ्रेम लबी लाउँदा पनि तपाईँ सेतो हुँदैन भनेको। आज त्यो होइन अलिकति भयो चटक्क पराउँदा बुढे भयो पनि अलिक हेन्सली देखिन्छु नि, काले भयो पनि चटक्क। प्रभुको अनुग्रह यस्तो छ है ज्योति चाहिँ है, धन्यवाद। अनि प्रभुले यतिसम्म हामीलाई ल्याउनु भयो है, हर कुराहरूमा गाना गाउने अनि हामीले भजनहरू गाउने यस्तो सामर्थ्य दिनुभयो। जस्तै हाम्रो भाइको गाना, मैले भाइलाई सोचेको थिइनँ यस्तो गाउनुहुन्छ भनेर, गिटार मात्रै बजाउनुहुन्छ र हामीलाई, तर भाइको गानाले मेरो मन छुयो है। धन्यवाद भाइलाई, यस्तो यस्तो मान्छेहरू हामीलाई भवनमा जुटाइदिनु भएको छ। कहिले पछाडि हट्नु हुँदैन, अगाडि बढ्नुपर्छ। अझै अब शुभ भाइ त झन् हाम्रो त गुरु नै भन्दा नि हुन्छ, किनभने भोलि पर्सि काहीँ प्रोग्राम यस्तो भयो भने अगाडि भाइ हुनुहुन्छ अनि पछाडि हामी है, किनभने भाइको सोच दामी रहेछ। विकास दाजु हो कि भन्नु चाहिँ सोच चाहिँ दामी लाग्यो होइन। कुनै बेला हामी पनि राम्रै गाउँछौँ होला, तर भाइले अझै हामीभन्दा टेरेल भाइको हुनुहुन्छ। धन्यवाद। यति भन्दैमा सबैलाई जय मसी। अब आज छुटेर गएपछि फेरि अर्को हप्ता भेट्यौँ। हुन्छ, प्रभुलाई धन्यवाद। जोरदार ताली हाम्रो जयलाई धेरै धेरै धन्यवाद तपाईँको आशिषको निम्ति। अनि अब क्षमा प्रार्थी छु है, जति आशिष किनभने आशिष बाँड्नुभयो एकदमै धन्यवाद, किनभने आशिष सुन्नु
आवश्यकता छ है। अनि हुन त हरेक कुरा आवश्यकता नै छ, तर यो समयसम्म नानीहरूको प्रार्थना अनि हाम्रो आदरणीय हाम्रो जेम्स दाजुलाई म क्षमा माग्न चाहन्छु। समय धेरै भएको कारणले गर्दा आउँदो हप्ता हामी पहिलो समय नानीहरूलाई दिनेछौँ अनि उहाँले एक्सन सङमा जुन प्रिपेयर गरिरहनु भएको थियो त्यसको निम्ति समय यहाँ गएको कारणले गर्दा हामी अर्को हप्ता राख्नेछौँ नानीहरूको प्रार्थना अनि यो एक्सन सङलाई। हुन्छ, यो समय हामी जोरदार तालीको साथमा हाम्रो आदरणीय पास्टरबाट समय दिनेछौँ।